नमस्ते साथीहरू, आज म तपाईहरुलाई बताउन गइरहेको छु तपाईहरु कसरी इजिली इंग्लिश टु नेपाली टाइपिङ गर्न सक्नुहुन्छ। कुनै बेला के हुन्छ कि हामीले नेपालीमा टाइपिङ गर्नुपर्छ र हामीले प्रिटी फन्टहरु आउँदैन। आज त्यसैको लागि म एकदमै सानो भिडियो लिएर आएको छु। तपाईहरु कसरी इंग्लिशबाट नेपालीमा टाइपिङ गर्न सक्नुहुन्छ एकदमै इजिली। जुन तपाई नेपाली युनिकोडमा लेख्नुहुन्छ र त्यहाँबाट कपी गरेर जहाँ पनि युज गर्न सक्नुहुन्छ। ल अब म स्टार्ट गर्छु। यो काम तपाईहरु मोबाइलबाट पनि गर्न सक्नुहुन्छ। म यहाँ गुगलमा आएर यहाँ सर्च गर्छु नेपाली युनिकोड टाइपिङ र यसलाई इन्टर गर्छु र यहाँ थुप्रै वेबसाइटहरु आएको छ। तपाईहरुले जुन राम्रो लाग्छ त्यो युज गर्न सक्नुहुन्छ। म अहिलेको लागि यो फर्स्ट वाला वेबसाइट खोल्छु र यहाँ आएर अलि तल स्क्रोल गर्नु होला र यहाँ तपाई टाइप गर्नु होला। यहाँ इंग्लिशमा टाइप गर्नुहुन्छ भने यसको तल नेपालीमा लेखेर आउँछ। जस्तै म यहाँ आएर लेख्छु अनिल शाह मेरो नाम हो। ल यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँ इंग्लिशमा नि टाइपिङ गरेको छु र यहाँ अटोमेटिक नेपालीमा आइसकेको छ। अब म यहाँ सिलेक्ट अलमा क्लिक गरेर यहाँबाट सिलेक्ट पनि गर्न सक्छु र कपी गर्न सक्छु। नत्र यहाँबाट अब मेटाउनु छ भने यहाँ क्लियरमा क्लिक गरेर मजाले मेटाउन सक्छु र मैले कपी गरेको कुराहरु अब जहाँ पनि पेस्ट गरेर यस्तो युज गर्न सक्छु। यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला र फेरि नेक्स्ट भिडियो कुन टपिकमा चाहियो त्यो पनि कमेन्ट गर्नु होला। धन्यवाद।